नमस्ते साथीहरु, स्वागत छ तपाईहरुलाई सूर्य हिमाल युट्युब च्यानलमा। र आजको जुन टपिक छ यो एकदमै सिरियस टपिक छ। आखिर यो टिकटक जुन धेरै मान्छेहरुले युज गर्छन्, आखिर यो टिकटक किन धेरै देशहरुले आफ्नो देशमा ब्यान गरेको छ? के टिकटक एप धेरै डेन्जरस हो? के हो यसको सत्य? अनि नेपालमा पनि हिजो अस्ति किन टिकटक एप बन्द गराउन लागेको थियो? के छ यसको सच्चाइ? आओ यसको बारेमा कुरा गरौँ। साथीहरु, तपाईहरु कहिले सोच्नु भएको छ कि आखिर किन टिकटक धेरै देशहरुले ब्यान गरेको छ? के टिकटक साँच्चै खतरनाक छ कि यो एउटा राजनीति विषय हो? आज हामी कुरा गर्छौं टिकटकको बारेमा, जसले पुरै दुनिया हल्लाएको छ। आजको समयमा दुनियाभरिमा करोडौं मानिसले टिकटक प्रयोग गरिन्छ। तर अचम्मको कुरा के हो भने यसलाई धेरै देशहरुले पूर्ण रूपमा ब्यान गरेको छ। जस्तै इन्डिया, युएसए, क्यानाडा, अस्ट्रेलिया, फ्रान्स र युरोपको अन्य देशहरू। तर साथीहरु, अब प्रश्न उठ्यो कि यिनी देशहरूले आखिर किन टिकटकलाई ब्यान गरेको छ त? साथीहरु, आखिर टिकटक ब्यान गरेको कारण यस्तो रहेछ। पहिलो कारण डाटा र प्राइभेसी हो। तपाईको लोकेसन, तपाईको फोन डाटा सबै खतरामा पर्न सक्छ। कारण नम्बर दोस्रो, युवा पुस्ताहरूलाई धेरै असर गरिरहेको छ। धेरै सरकारले भन्छ टिकटकले समय बर्बाद हुन्छ अनि मानिसलाई मानसिक असर गर्छ। अनि कारण तेस्रो, कतिपय देशहरूले लाग्छ कि टिकटक प्रयोग गरेर मिस इन्फर्मेसन फैलाउन सकिन्छ। धेरै देशहरूलाई डर छ कि जति पनि टिकटक युजर हुनुहुन्छ उनीहरूको डाटा चीनसँग शेयर गरिन्छ। त्यसैले उनीहरूले आफ्नो देशमा सुरक्षाको कारणले टिकटकलाई ब्यान गरेको छ। उनी देशहरूले भन्छन् कि टिकटकको कारणले युवा पिढीहरूमा रिलिजन, कल्चर घट्दैछन् अनि रिस्पेक्ट र डिसिप्लिन घट्दैछ र एजुकेसनमा धेरै असर देखिन्छ। साथीहरु, एउटा रिपोर्ट यस्तो पनि आएको थियो कि टिकटकले तपाईको फोनमा के छन्, तपाई के फोटो खिच्नुहुन्छ, के भिडियो हेर्नुहुन्छ, कोसँग कुरा गर्नुहुन्छ, तपाईको फोनमा के भिडियोहरू छन्, फोटोहरू छन्, त्यो सबैले उले एक्सेस गरेको हुन्छन्। टिकटक कम्पनीलाई सबै थाहा हुन्छन्। त्यही भएर तपाईको डाटा मिसयुज हुन सक्छ भनेर धेरै कन्ट्रीहरूले आफ्नो जनता र फ्युचरको लागि टिकटकलाई ब्यान गरेको छ। र अन्य धेरै कारणहरू छ। साथीहरु, तपाई आफ्नै सोच्नु, जुन देशले टिकटक क्रिएट गरेको त्यो देशले आफ्नै देशमा ब्यान गरेको छ, किनकि उनले चाहदैन कि उनको युवा पिढी एजुकेसनमा डिस्टर्ब होस् र रिलिजन र कल्चरमा डिस्टर्ब होस्। त्यही भएर उनले आफ्नो देशको सेफ्टी सुरक्षाको कारण पनि टिकटकलाई र युवा पिढीहरूको भविष्य र फ्युचरको लागि पनि टिकटकलाई ब्यान गरेको छ। र साथीहरु, तपाईहरुलाई म एउटा आग्रह गर्छु कि जस्तो तरिकाले टिकटकमा अहिले नेपालमा पनि एउटा सानो बच्चादेखि ठुलो बुढापाकासम्म पनि टिकटकमा सबै बिजी र व्यस्त हुनुहुन्छ। अनि जब युवाहरू पनि टिकटकमा अब बिजी र व्यस्त भयो भने अनि हाम्रो देशको एजुकेसन सिस्टम र हामी देशलाई अगाडि लिएर जाने को व्यक्ति हुन सकिन्छ? तपाईहरु आफै यो एउटा सोच्नु र आफ्नो ओपिनियन कमेन्टमा लेख्नु होला। साथीहरु, टिकटक चलाउने या नचलाउने आफ्नो विचार हो। तर जुन तरिकाले साना साना बच्चाहरू पनि स्कुल कलेज पढ्ने बच्चाहरू पनि टिकटकमा बिजी हुनुहुन्छ अनि उनीहरूको एजुकेसन सिस्टम र उनीहरूको भविष्य के कसो होला अगाडि त? र मलाई लाग्छ कि यसमा उनको आमा बुवाहरूलाई पनि ध्यान दिनुपर्छ र साना साना बच्चाहरू अगर टिकटक चलाउँदैछ भने उनलाई रोक्नुपर्छ र उनलाई पढाइतिर ध्यान लगाइदिनुपर्छ। साथीहरु, तपाई एकचोटी सोच्नुस् त, जुन देशले टिकटक क्रिएट गरेको त्यसले आफ्नै देशमा चलाउँदैन भने र अरू देशलाई चलाउन दिइरहेछ त केही न केही त कन्सर्न्स होला नि, अनि त उसले आफ्नो देशमा चलाउँदैन। त्यही भएर साथीहरु, टिकटकलाई हामीले राम्रोसँग बुझ्न जरुरी छ। हस्त साथीहरु, तपाईहरुले बुझ्न कोसिस गर्नु होला कि टिकटक किन धेरै देशहरूले ब्यान गरेको छ, यो के कतिको खतरनाक छ कि छैन, तपाईहरुले अलिअलि बुझ्न कोसिस गर्नु होला। र यो जानकारी राम्रो लाग्यो भने भिडियोलाई लाइक, शेयर, कमेन्ट गरिदिनु होला। र युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला र फेसबुकमा हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला। हस्त साथीहरु, आजलाई यति हो। भेटौँला भोलि कुनै राम्रो भिडियोमा। तबसम्मको लागि जय नेपाल।